सबैलाई नमस्कार। म अर्जुन भुसाल आफ्नो छोरा आफूले जन्माएको आफ्नो प्रिय मान्छे हराएको पीडामा अहिले उहाँ आमा मलाई भेट्न आइपुग्नु भएको छ। म यतिखेर दाङको घोराई आइपुगेको छु। होटल पौवाको प्राङ्गणमा छु। एउटा भगवान लौरी टेक्दै आउनु भएको छ। लौरी खोइ आमा, लौरी टेक्दै आज सन्तान भेटिने आशामा आउनु भएको छ। जीवनभर सङ्घर्ष गर्नुभयो, जीवनभर दुःख गर्नुभयो। आज आफूले जन्माएको सन्तानको प्रगति देखेर रमाउने बेलामा सन्तान भेटिन्छ कि भन्ने आशा बोकेर आउनु भएको छ। एउटा आमाका लागि सन्तान कति प्रिय चिज हो। सायद यस्ता घटनाहरूले सिङ्गो समाजलाई म्यासेज दिन सक्छ। आमा दर्शन नमस्कार। हजुरको नाम के हो? मेरो हजुर चम्पा। चम्पा के? परिवार। परियार। घर कहाँ हो? रामपुर। यही रामपुर, दाङ रामपुर हो। हजुर। छोरो हराएर आउनु भएको? हजुर। छोराको नाम के हो? सन्तोष। सन्तोष परियार। हजुर। कति भयो सन्तोष हराएको? 9 वर्ष भइगए। 9 वर्ष। हजुर। कहाँ जान्छु भनेर गएको थियो सन्तोष? काठमाडौँ जान्छु भने गएर मलाई थाहा पान्न, मलाई सोधिन, त्यत्तिकै आफू मात्र गयो। कति सालको जन्म हो सन्तोष? कति सालमा जन्मेको? 28 सालको। 28 सालको हो। हजुर। छोरो भेट्न मन छ, देख्न मन छ छोरालाई, सन्तोषलाई देख्न मन छ? हजुर। कति देख्न मन छ? धेरै देख्न मन लाग्छ। ल के भन्नुहुन्छ सन्तोषलाई? सन्तोषलाई के भन्नुहुन्छ? ऊ त्यहाँ हेरेर भन्नु त। कति वर्ष भइसक्यो त घरमा किन आउँदैस्? अनि आउनु पर्ने हो के हो? उतै बस्यापछि कुन ठाउँमा हो बस्या? अनि आउनु पर्छ घर। आफ्नो आमाको माया लाग्दैन। अनि बड्डी भइगयो, म अब मर्ने बेला भइसक्यो। अनि किन नआउने? माया छैन मेरो। अनि घरमा आएपछि हुन्थ्यो, कस्तो मलाई कस्तो लाग्छ, कस्तो कहिले सम्झाए बेला निद पनि लाग्दैन, भोक पनि लाग्दैन। अनि मेरो अवस्था यस्तो भइसक्यो, मर्ने बेला भयो। अब म हिँड्नु सक्दैन, कस्ता खुट्टा दुख्छन्, लौरो टेकिन आएको छु यहाँ। अनि अझ अरूले भन्दिनँ, कान सुन्दैन मैले धेरै। त्यही भनेर यहाँ यस्तो छ भनेर त्यही घोराइ आएको। जहाँ भयो नि आऊ भन्नुहोस्, जहाँ भयो नि सन्तोष आऊ भन्नुहोस्। जहाँ भयो नि तुरुन्तै सन्तोष आइज, मेरो जोर छोरो होस्। अनि तँलाई धर्म लाग्ला, म यस्तो भए बेला भेट हुन आएपछि तुरुन्त आइज। कहाँ छस्? कुन ठाउँ छस्? बिहा गरिनु बसेको छस् कि नगरिनु बसेको छस् कि? बिहा गरेको छस् भने पनि ल्याइकन आ। तुरुन्तै मलाई भेट्ने विचार छ भने म त बड्डी भइसकेँ। अब मलाई नआउनु भन्ने मान्छे कोही पनि छैन। अनि आइज, तुरुन्त आइज। अनि भेट हुने विचार छ भने, माया मान्छस् भने माया त मान्नै पर्यो र। कस्तो माया मारे हो नआउने, तुरुन्तै आइज। कति वर्षको हुनुभयो हजुर? म त त्यही 77 नाङ्गीले 8 सालको जन्म। 8 सालको जन्म। हजुर। अझ यस्ता भगवानका शब्दहरूले मन रुन्छ। एउटा आमा सन्तोष जहाँ छस् आइज, तर मेरो माया लाग्दैन र म त बुढो भएँ, अब त म मर्छु, मऱ्यो भने त देख्न पाउँदिनँ भन्न आउनु भएको छ। यस्ता आमाहरूलाई नरौँ। यस्ता आमाहरूको आँसु पुस्नु छ। यस्ता आमाहरू भगवान हो। भगवानहरूको शिरमा हात राख्न पाउनु पनि भाग्य हो। हामीले यस्ता बा आमाहरूलाई प्रेम गरौँ, यस्ता बा आमालाई नरौँ। मलाई पनि त बुढेसकाल लाग्छ, म पनि त भोलि बुढो हुन्छु। सायद पीडा सम्झ्यौँ, सबैलाई बुढो हुन्छु भन्ने सम्झ्यौँ, म पछि मर्नुपर्छ भन्ने सम्झ्यौँ, म मर्छु भन्ने चाहिँ सबैले सम्झिए हुन्छ, कोही पनि बाँच्दैन। हेर्नुहोस्, त्यस कारणले भोलि कोही बाआमालाई रुनु नपरोस् भनेर कामना गरौँ। रुवाएका बाआमाहरूलाई पनि कुनै परिवारले नरुवाइदियोस्, म यही कामना गर्छु। कुनै परिवारले बाआमाहरूलाई सडक पेटीमा नपुर्याइदियोस्, म यही कामना गर्छु। घरमा भएका मानसिक रूपमा बिरामी दिदीबहिनीलाई कोही परिवारले हेला नगरोस्, म यही कामना गर्छु। र यस्तो आमा पीडामा आउनु भएको छ, कहीँ हुनुहुन्छ, कुनै अवस्थामा हुनुहुन्छ भने सन्तोष परियार तपाईँ सम्पर्कमा आइदिनुहोस्। तपाईँको पर्खाइमा, तपाईँको प्रतीक्षामा आमा हुनुहुन्छ, तपाईँको घर छ, तपाईँको आफ्ना आफन्ती हुनुहुन्छ। कहीँ कुनै अप्ठ्यारो समस्यामा परेको भने भन्नुहोस्। कहाँ लिन आउनु पर्ने लिन आउन तयार छु, मै आउँछु। जान बस्नु भएको भने घर सम्झेर आइदिन आग्रह गर्छु। ल नातिनु, म प्रयास गर्छु। आज रुने होइन है, अब रुने होइन, म छु, म खोज्छु, म बुझ्छु। हस्, हुन्छ। को आउनु भएको छ यहाँ? ऊ बुहारी, नातिनी बुहारीमा। ए ल, आफ्नो ख्याल गर्नु। हस्, केही भन्न मन छ? अरू केही भन्न मन छ र? मन त अब त्यही हो के र। अब मर्ने बेला भइगयो, त्यो घरमा आइपुग्दैन। अनि यति वर्ष भइसक्यो गया। आफू अब त्यस्तो
कहाँ छ यस्ता ठाउँ छु भन्ने थाहा छैन मलाई। काठमाडौँ जान्छु भने गए अगाडि ल यस्तो भगवानको खुसी खोज्न सबैले प्रयास गरौँ ल। हुन्छ राम्रोसँग जानु, उठ्नु। आज यसरी लौरो टेक्दै सन्तान भेटिने आशामा आमा घोराई आइपुग्नु भएको छ। हामी यतिखेर यहाँ घोराईमा आइपुगेका छौँ। यस्ता भगवानको इच्छा हामीले पुरा गर्न सकौँ, यस्ता आमाहरूलाई खुसी दिन सकौँ, यो हाम्रो यात्राको उद्देश्य हो। म यतिखेर दाङको घोराईमा छु र यही हो, सबैले मानवताको कर्म गरौँ, वर्षौँदेखि हराएका मान्छेहरू खोजौँ। धेरै पछाडि हुनुहुन्छ, उहाँहरूका पनि आफ्ना आफ्ना कथा छन्, आफ्ना आफ्ना वर्षौँदेखि हराएका मान्छेहरूको पीडा छ। सायद हामी सबैको प्रयास गर्ने यात्रामा यतिखेर दाङको घोराई आइपुगेका हौँ। ल आमाको को आउनु भएको छ अरे, अहिले को हुनुहुन्छ? ल राम्रोसँग लिएर जानुहोस्। अरू म के बुझ्नुपर्ने म बुझ्छु, फोटोहरू म राखिदिन्छु। तपाईँहरूले फोन लाग्ने नम्बर, तपाईँको नम्बर, अब आमाको नम्बर छ कि छैन, तपाईँको वा तपाईँको श्रीमानको कसको हुन्छ नम्बर त्यहाँ छोडेर लाग्ने नम्बरतिर जानु होला। अब यहाँ हजुरहरू बस्नु पर्दैन है, पैसाहरू पनि केही लाग्दैन। ज्यादा लिएर जानुहोस्, आमालाई खानु भएको छैन होला, केही छ भोको हुनुहुन्छ होला। नम्बरहरू त माथि गएर टिपाउनुहोस्, आमालाई दुःख दिनु पर्दैन है त। हस्, यो मासेस सबैसम्म प्रवाह गरौँ, सबैको राम्रो होस्, सन्तोष भेट्ट्युन्, म यही कामना गर्छु। नमस्कार।